मंगलबार राति नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएको खबरले सामाजिक सञ्जाल रङ्गिए। प्रचण्ड घरकै शौचालयमा लडे कि अन्तै लडे भन्ने विषयले अहिले सामाजिक सञ्जाल तातेको छ। प्रचण्ड लडेको स्थानबारे हामी केही छिनमा चर्चा गर्नेछौँ। यो भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला। जहाँ लडेर घाइते भए पनि रातारात देशको राजनीतिक वृत्तमा हल्ली खल्ली मचियो। मंगलबार राति खुमलटार स्थित प्रचण्ड निवासमा शान्त वातावरण थियो। यो हामीले भनेको होइन, प्रचण्डको सचिवालयले भनेको हो। तर यो शान्ति क्षणभरमै भङ्ग भयो। सुत्न जानु अघि प्रचण्ड शौचालय गए, तर उनी शौचालयमा चिप्लिएर लड्दा टाउको र निधारमा चोट लाग्यो। तत्कालै उनलाई मेडिसिटी अस्पताल लगियो। रातिको सुनसान वातावरणमा अस्पतालमा हलचल मचियो। डाक्टरहरूले तुरुन्तै उपचार सुरु गरे। टाउको र निधारमा गहिरो चोट लागेको थियो।